है त सबैजना हाम्रो यात्रा सुरु हुँदैछ आज सुरु भयो है त नयाँ वर्षको थाहा छैन एकजना दुईजना दाइहरुले चाहिँ अब यता दुईजना हुनुहुन्छ अब यसरी त गर्ने होला ल हामी जाँदैछौँ रास्ता रास्ता कोरियाको सल्लाह सुरु भयो यसो गर्नु पर्यो ए अगाडि देखिरहेछ हाम्रो आजको टोलीहरू यतिजना छ कहाँ पुगिँदो रहेछ तर गर्मी लागेछ अब होइन गर्मी लागेको त होला नि लु भाइहरूले पनि म्याडमले चस्मा पठाइदिने बनाउनु पर्यो एउटा ओ ए आफ्नै छ रहेछ त नि म्याडमले गिफ्ट आउनै बाँकी छ अनि फेब्रुअरी 14 मा आएन हामी त बुढेसकाल भयो फेब्रुअरी 14 मा दिने चलन पनि छैन विकास दाइले त जान्दैन मलाई थाप्न अलिक लाज लाग्छ त्यही भएर दिँदैन लाज लाग्छ जोसी दाइ दियो हामी त भयो ल है हामी आइपुग्यौँ कहाँ पो न्यू इयर मनाउनलाई यो कहाँ हो रे म खिच्दैछु है ल हेलो हाई भनौँ सबैजनाले पूर्वेली र पश्चिमेली भेट भएको छ कहाँको भन्ने कुरा चाहिँ थाहा छैन यो के को रुख हो खास गरी नेपालको नरिवल सुपारी जस्तो टिकट नि काट्नुपर्छ त्यहाँ उयो देखाइरहेको छ म्याप भ्यू पोइन्ट रहेछ हौ यो खै भ्यू पोइन्ट मैले त धेरै समय पछाडि भ्लग बनाउँदैछु पर्दैन होला हौ जाम के को पर्छ ल ड्रिम गार्डन अरे आइपुग्यौँ है फाउन्टेन पनि रहेछ चढ्नु पाउँछ होला त वाटर फाउन्टेन कस्तो राम्रो रहेछ है यहाँनिर यो दुलोबाट पानी तल जाने हो नि त है ल हामी चाहिँ यो गार्डनभित्र छिर्न आएको यहाँ छिर्नको लागि चाहिँ ठ्याक्कै 1200 नेपाली 1200 होइन टन्नै लाग्दो रहेछ हौ के रहेछ यहाँभित्र हेरौँ है त धेरै समय पछाडि मैले त्यो भ्लग गर्दैछु हेरौँ के रहेछ र कोरियामा कस्तो जाडो गयो जस्तो महसुस भयो त आज त यहीँबाट हो छिर्ने जताबाट भए पनि हो ल हे यस्तो रहेछ है ल ओहो राम्रो रहेछ त के अब बलुन सलुन फुलाइदियो त्यतिकै राम्रो यहाँ यस्तो रहेछ ल ल ल ल ल छिरम माछा चाहिँ रहेन रहेछ नि ल ऊ त्यहाँ एउटा बुढो पनि रहेछ यहाँदेखि सट्ट छिने यो चाहिँ के हो यहाँ टोइलेट त होइन
यस्तोहरू रहेछ है ल ल जाऊँ म सबै कुरा देखाउँछु है त ल ए यहाँ चाहिँ व्हिल चेयरमा पनि घुम्नु मिल्ने रहेछ कस्तो राम्रो यो प्लान्ट हो के हो इन्डोर प्लान्ट यहाँ चाहिँ बच्चाहरू खेल्ने बुक्सहरू पढ्ने ठाउँ पनि रहेछ माथि पनि चढ्नु मिल्ने हो ऊ माथि जमेलो ए ऊ के हो यो यस्तो गार्डन यस्तो मुला के हेर्नु हो यो केरागारी छ यो भित्र त्यो उहरू क्याक्टसहरू दामी राति चाहिँ लाइट बल्छ क्या हो यस्तो केरागारी के हेर्नु नि फलेर के गर्नु टिप्दै खाँदै हिँड्नु पाए पो होइन त टिपेर खाँदै हिँड्नु पाए त्यो फुल फुलेको होइन त्यो राखेको हो त्यो त्यति साह्रो उल्लु पनि हामी छैनौँ क्यारे यो त अमला जस्तो छ त अमला होइन ए होइन यो के हो यो के हो यो खास के हो यो खै के हो यस्तो 1200 तिरेको चाहिँ खासै फुलफिल होला जस्तो लागेन है मलाई खोइ बनाउनु त बनाउँदैछु तर बोल्न पनि आउँदैन अलिक कन्टेन्टली हो नि त कहाँबाट हाम्रो साथीहरू ए त ए गार्डन सार्दैन हो धेरै जस्तो यो छेजुदोमा चाहिँ यस्तैहरू मात्रै छ नि बस्ने आनन्द यहाँ चिल गर्ने ठाउँ रहेछ है ल यस्तै रहेछ है साथीहरू ल म सबै चाहिँ भिडियो गर्दिनँ यो चाहिँ क्याक्टसको सेक्टर आएछु नि के हो यो छिर्नु पर्ने होला यहाँ के हो यता ढुवाङ छ त अन्त माछाले अहिले कस्तो तर्छ तर्सेको कि के गरेको फोटो खिच्दै रहेछ अनि किन भाइ गरेको अयो कम्ता साह्रो तर्सिन म त के ढुवाङ रहेछ भनेर मासाला यो भित्र यो क्याक्टस यता पो आएछ के भन्यो अरे तिनीहरूले होइन भरे बाहिर निस्केर चाहिँ के भनौँ अयो मान्छे तर्साएर यहाँ क्याक्टसहरू हेर्नु कस्तो आमा परेको यो के खालको यो त दिएको थिएन हौ यो त नेपालमै देखिरहेको हो यो चाहिँ दिएको थिएन यो पनि
यहाँ त नरमन देखेको उतै त देखेको हामी मामालाई जाँदाखेरि उतै छैन उ त पुरा देख्थ्यौँ बाटो के हो कोरियनलाई तर्साएर झन्डै मारि गयो नि ल हामी आयौँ फेरि अर्को नेक्स्ट सेक्सनमा अब कति राम्रो नि ल हामी झर्नातिर आइपुग्यौँ कमलको फुल कमलको आज मैले फर्स्ट टाइम कपाल बाँधेर निस्केको कस्तो देखेको छ काठको फुल बनाएको रहेछ ल वरिपरि ए सिमे साग भनेको त होइन पो रहेछ कस्तो देखिरहेछ के बनाउनु जानेको छ छैन चाहिँ यो कोरियनहरूले यहाँ फुलहरू यो त्यस चिजको नाम पनि लिएको छ त्यो तल गर्मी लागेको रहेछ झन्डै ठुलो ज्याकेट मात्रै लाएर आएको म त यता त होइन रहेछ यहाँ चाहिँ कति चाहिँ राम्रीहरू हुन्छ नि गोरी भएर होला खै अन्त नि यो चाहिँ के हो यो आर्ट गर्ने ठाउँ लु खै म नि यो गर्छु भिडियो बनाउनु त यता नि उ त्यो एकछिन नि एकछिन ए फोटो खिच्दै रहेछन् यहाँ चाहिँ चुङ्गी खेल्दैछन् है भोटेका बच्चाहरू लु चुङ्गी कम्पिटिसन लु त मरिने परेछ दुईचोटि भन्दा खेलिँदैन त अन्त सब यहाँ खेल्ने कम्पिटिसन हुन्छ त्यो अर्को पातको यता के खेल यता के खेल यो चाहिँ के खेल हो ए दुईचोटि भन्दा हान्नै सकिँदैन हौ चारचोटि खेलिसक्यो त नि लु कम्पिटिसन गरौँ त जित्ने रहेछ भाइले लु फेरि एकचोटि यता देवर भाउजूको गर्ने बेला भयो म त 5 चोटि भन्दा सक्दिनँ लु लु म पनि हान्छु 2-3 चोटि त लु लु दुईजना गर्नु त लु कम्पिटिसन दुईजना गर्नु लु दुईजना
लु 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 बेस्ट अफ 3 लु बेस्ट अफ 3 ल है बेस्ट अफ 3 कि 1 एन्ड डन 8 नो नो पछाडि मान्छे लु 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 म यहाँ भिडियो बनाउँदैछु ए 9 चोटि लु लु होइन लु छिटो न ल अहिलेसम्म एकजनाले जितिरहेछ है लु 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 8 9 10 यता जित्यो ल एक बेस्ट अफ 3 छ है कस्तो थोरै मिस्टेक लु 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 अब एक गेम जित्यो यता जित्यो भने त फेरि फाइनल भइहाल्यो लु जिति गयो नि अब त जित्यो 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 बेस्ट अफ 3 मा 2 गेम यता जितेपछि त जित्यो लु 6 7 8 10 11 12 13 15 16 18 19 20 ओइ यो के भयो यो के भयो तिनै जोड्दाखेरि त यतै जित्यो नि त 20 हाइएस्ट अनि फेरि 2 गेमको जोड्दा त यतै जित्यो लु है यहाँ चाहिँ दरो के अरे दमदार कम्पिटिसन हुँदैछ 3 4 5 6 7 8 9 10 11 लु भयो भयो कङ्ग्रेचुलेसन लु लु हात उठाइदिनु यसले मात्रै अलिकति पैसा असुले जस्तो छ लु यहाँ पनि खेल्ने कि यो यसरी पल्टाउने यसरी पल्ट्यो भने जति नम्बर आउँछ त्यति यसरी कुदाउने होला हौ कि के हो थाहा भएन कहाँबाट पछाडि यहाँ छ त यहाँ देखाइरहेको छ त आउँदैन हामीलाई यो यता अर्को हामी गाउँमा भुत्रुस खेलौँ भन्थ्यौँ यस्तो यहाँ पनि होइन यस्तो त्यो जङ्गलमा भेटाएर यसरी खेल्थ्यौँ नि हो त नि ए नेपालमा एउटै नभएको कोरियामा देखियो भन्ने त खासै छैन है सिमिलर छ ल हाम्रो 1200 को टुर पनि सक्यो आजलाई 1200 रुपियाँको टुर सक्यो त नि होइन अघि हामी यहीँबाट पसेको हो ए हो त ल सक्यो अब गएको हामी यहाँबाट अब अर्को ठाउँ केही भेट्यो भने भिडियो गर्छु नत्र भने गर्दैन गर्दिनँ